हेलो गाइस, तपाईँलाई स्वागत छ मेरो यो भ्लगमा चाहिँ हामी बर्दिया राष्ट्रिय निकुञ्ज ठाकुरद्वारमा आएका छौँ। हामी चाहिँ अहिले बर्दिया नेसनल पार्क जाँदैछौँ है। ल भाइ ल यहाँ एक सिङे गैडा छ, यहाँ छ एक सिङे गैडा। गैडाका वरिपरि चाहिँ छन् महिला। यहाँ छ एक सिङे गैडा, एक सिङे गैडाको फोटो खिच्दै छन् महिला। यता चाहिँ केटाहरू दौडेका छन्, हुँदैछन् बहिनीहरू। खै ल हाई भन्दियो ल। फाइनली हामी निकुञ्जमा पुगिसक्यौँ है। राजन दोष, हेलो राजन दोष। राजन दोष कहाँ हो? हेलो हेलो हेलो। हामी कहाँ जाँदैछौँ? जाँदैछौँ। हेर्नुहोस् यो ट्याक्क लाएर के हो यो? बर्दिया नेसनल पार्क। ल हाम्रो बहिनीसित बहिनी रिसायो बिचरा, प्यारी बहिनीहरू। दाई यता छन् हाम्रा गुरु दाई। ट्याक्क ल हामी कहाँ चाहिँ बर्दिया नेसनल पार्क। अब के देखिन्छ? हामीले बाघ देखिन्छ। कता छ बाघ? ल अब हामीले यहीँ देखिन्छ, भालु यहीँ देखिन्छ। यो पोस्टर हेर्नुहोस् त, यसैमा सबै देखिन्छ। उता गइरह नि त तिनीहरू त। ओए दिपक सर उता लगिरह नि त तिनीहरूलाई। धेरै हल्ला नगर। यिनीहरू अट्याक गर्दैन क्या, मार्दैन मान्छेलाई। यिनीहरू पनि डराउँछन्। यतै भयो भने यिनलाई नि आफ्नो ज्यानको माया छ। इस्माइल प्लिज, इस्माइल प्लिज। इस्माइल त उहाँ गरेर ऊ उहाँ गरेर इस्माइल गर्दाखेरि उसले इस्माइलै गरिदिए। इस्माइल प्लिज। यो घडियाल, घडियाल प्रजाति हो। कोसीमा पनि पाइन्छ, राप्तीमा पनि पाइन्छ। अब यो बबईमा पाइयो। बहुत ठुलो छ नि। अब हामी चाहिँ साथीहरू बर्दिया नेसनल पार्कमा हात्ती हेर्न जाँदैछौँ है। एउटा हात्ती त बाटामै हात्ती, जङ्गली त्यो ठुलोवाला। अब यो चाहिँ हो ठुलो साइजको हात्ती। यो हात्तीको नाम चाहिँ के लेखेछ? तर बहुत ठुलो छ, 10 फुट त बढी छ क्या। ठाकुरगञ्ज लिङ्ग भाले ठाकुर गज। ए ठ्याक्कै मेरो बर्थडेवाला डेट रहेछ। 2 भाइ रहेछ केटा मोरा त। कालिज हेर, कालिजको भाले देख्यौ? ओए कालिज देख्यौ किन तिमीहरूले? कालिज भनेको जङ्गली कुखुरा। जङ्गलका हरेक चिज मासु मिठो हुन्छ भाइ। मेन त हरिणको दोष हेरिदेऊ एक बार, हेरिदेऊ न दोष एक बार। यता हेरिदेऊ सोल्टी, यता मतिर हेरिदेऊ। सोल्टु त्यो माथिको सिन छ नि, हजुर, त्यसको मूल्य अमूल्य छ। अमूल्य त्यसैको लागि गैडा मार्छन्। यिनी जन्तुहरूले अरू जन्तुहरू हेर्न आएन। यिनी जन्तुले हात्ती हेर्न आएन, यिनी जन्तुले नै हात्ती हेर्न आएन। पोथी पोथी क्यामेरामा देखिँदै देखिन्न, खैरो छ। क्यामेरामा आउँदै आउनु पोथी। यहाँका आर्मीहरूले त मागा छन्, दिनको एउटा कालिज त खान्छन् होला यार। कसम ठुल्ठुलाले के, सानोले त दिन्न, ठुल्ठुलाले त खान्छन् होला। त्यस्तो नभने कि 3टा गैडाले अर्को गैडा हेर्न आएछन्। ल अब चाहिँ हामी सबै हेरेर, हामीले हात्ती हेऱ्यो, गैडा हेऱ्यो, बाघ हेरौँ भनेको बाघ थिएन, गोहीहरू हेऱ्यो, घडियालहरू हेऱ्यो। तपाईँको धन्यवादलाई धन्यवाद फर्काउँदै हामी फर्किँदैछौँ। ल बाघ भएन नि दाइ, कहाँ थियो त बाघ?
यो त रोनाल्डो हात्ती हो क्या यार भित्र जाऊ त भने हो किन नि यो चाहिँ हाम्रो हात्ती हेर्ने भिड यता हात्तीले जाम गराएको छ अगाडि मान्छे कहाँ नि मान्छेहरूलाई नजानु भनेको टाइगर पनि गइरहेको